नमस्कार सम्पूर्णलाई। के गर्ने थाहा छ? म चाहिँ अहिले न्यू ब्लकमा छु है। यहाँ मेरो पछाडि चाहिँ धेरै मान्छेहरू लागिराख्नु भएको छ है। अब म चाहिँ खासै पछि बस्ने चलन चाहिँ छैन र तपाईँहरूले मेरो भिडियो चाहिँ तपाईँहरूका घर घरमा पुगेछ, धन्यवाद। अनि लाइक सब्सक्राइब गरिदिनु होला। अनि लाइक गऱ्यो भने चाहिँ मेरो घरमासम्म पुग्छ हो। अनि तपाईँहरूलाई पनि यसो सेवा गर्ने मौका मलाई पनि दिनु होला। अनि अहिले चाहिँ एकदम तीव्र गतिमा चाहिँ आइरहेका छन् है। म चाहिँ बचेर भाग्दैछु। अहिले चाहिँ बस पार्कदेखि चाहिँ कलङ्कीसम्मको लाइन हुन्छ भात खानको लागि। त्यही भएर चाहिँ हामी चाहिँ अहिले भाग्दैछौँ। यहाँ मेरो साथी पनि आउँदै हुनुहुन्छ सँगै। अनि डन फेरि पछाडि हो, पछाडि चाहिँ हाम्रो मिस्टर डन आउँदै हुनुहुन्छ है। उहाँलाई पनि होइन छेकिया छैन, आइरहेको छ, चिन्ता नगर्नु। ल ल आउनु आउनु। म त त्यस्तै छ है। ल ल 2022 दुई शब्द जाओस् त। अब 2022 सालमा चाहिँ अब नेपालमा गएर चाहिँ खेल्दैछु म हिरो। अब ल चाहिँ पहिला चाहिँ एउटा गायकलाई लिएर गएको थियौँ है। अहिले चाहिँ हाम्रो चाहिँ वरिष्ठ नायक नेपालको होइन, उहाँले चाहिँ दुई शब्द राखिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद। र अनि सबैलाई हृदयदेखि धन्यवाद। अनि तपाईँहरूले चाहिँ मेरो भिडियो हेरेर चाहिँ सेवा गरेको भए मलाई चाहिँ धेरै धेरै धन्यवाद। र यो भिडियोलाई पनि तपाईँहरूले चाहिँ 1 मिलियन भन्दा बढीमा पुऱ्याइदिनुहुन्छ भन्ने ठुलो आशा गरेर चाहिँ यो भिडियो बनाएको छु है। अनि तपाईँहरूले चाहिँ मेसेज गरेर मलाई चाहिँ सेवा गर्ने मौका दिनु होला, किनभने मलाई पनि थाहा हुन्छ तपाईँहरूले हेर्नुभएछ अथवा तपाईँहरूले कमेन्ट गर्नुभएछ भन्ने। हवस् त, धन्यवाद।